जुम्लाको विकास र समृद्धिका लागि हामी दृढ सङ्कल्पित छौँ र यो लक्ष्यको मन्जिल चुम्नको लागि हामी निरन्तर क्रियाशील भएका छौँ। यसै क्रममा कुडारी टोप्ला सडक निर्माणको लागि कुडारी टोप्ला ट्र्याक ओपन गर्नको लागि संविधान सभाको पहिलो कार्यकालमा हामीले डिल्पी परियोजना मार्फत त्यो सडक खण्ड निर्माण गर्नको लागि पहल गर्यौं, त्यसको अगुवाई पनि गर्यौं र त्यसै गरेर प्रदेश सभाको मन्त्रीको जिम्मेवारीमा रहँदा र प्रदेश सभा सदस्यको भूमिका निर्वाह गरिरहँदा हामीले जुम्लालाई जाजरकोटसँग जोड्नु पर्दछ भन्ने उद्देश्यका साथ टोप्ला इमिल्चा जाजरकोट सडक निर्माणको लागि प्रारम्भमा क्रमागत बजेट हामीले विनियोजन गरेर हामीले सडक निर्माण कार्यको थालनी गर्यौं र यो रणनीतिक महत्त्वको सडक भएको हुनाले क्रमागत बजेटबाट मात्रै यो जाजरकोटसँग जोड्न र सुर्खेतसम्म पुग्ने सबभन्दा छोटो बाटोको निर्माण कार्य चाहिँ सम्पन्न नहुने भएको हुनाले हामीले बहुवर्षीय आयोजनाका रूपमा यसलाई अगाडि बढाउन हामीले हाम्रै पहलमा खास गरी त्यति बेला कार्यालय प्रमुखहरू रूपक रावल, हरिप्रसाद ओली सँग हामीले समन्वय गरेर हामीले बहुवर्षीय आयोजना स्वीकृत गर्यौं र प्रदेश सरकारका मन्त्रीज्यूहरूलाई पनि हामीले त्यति बेला अनुरोध गर्यौं र यो बहुवर्षीय बोलपत्र आह्वान भइसकेपछि यो सडक निर्माण कार्य अगाडि बढ्यो र यो खास गरी जाजरकोटको सिमानासम्म सडक निर्माण कार्य हामीले सम्पन्न गरिसकेका छौं। यो जुम्लाको तर्फबाट हामीले चाहिँ जाजरकोटसम्म जोड्ने अथवा जाजरकोट सिमानामा पुर्याउने त्यति बेलाको हाम्रो प्रदेश सभाको सदस्य गणेश प्रसाद सिंहसँग हाम्रो छलफल भएको थियो र जाजरकोटबाट जुम्लाको सिमानासम्म पुर्याउने जिम्मेवारी चाहिँ जाजरकोटका प्रदेश सभाका सदस्यहरूले लिने र हाम्रो सहमति पनि भएको थियो। सोही अन्तर्गत हामीले हाम्रो जिम्मेवारी चाहिँ सम्पादन गर्यौं र अहिले भर्खरै मात्रै टोप्ला इमिल्चा सडकको स्तर उन्नतिको लागि त्यो एउटा खण्डको स्तर उन्नतिको लागि प्रदेश सरकार कर्णाली प्रदेश सरकारको तर्फबाट 15 करोड 99 लाख रुपियाँ चाहिँ विनियोजन भएको छ। यसको लागि म प्रदेश सरकारलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। यहाँको कार्यालय प्रमुख खास गरी रूपक रावल लगायत पहलकर्ताहरू प्रति म हार्दिक आभार पनि प्रकट गर्न चाहन्छु। यो क्षेत्रमा हामीले त्यति बेला खास गरी यो रणनीतिक महत्त्वको यो सडक भएको हुनाले यसलाई नेपालका प्रमुख सहरहरूसम्म जोड्नु पर्दछ। बुटोल हुँदै काठमाडौँसम्म पनि अलि फास्ट ट्र्याकमा चाहिँ यो सडक अगाडि बढ्न सक्ने भएको हुँदा हामीले त्यति बेला शक्ति बहादुर बस्नेत त्यति बेलाको प्रतिनिधि सभा सदस्य मन्त्री शक्ति बहादुर बस्नेत सँग पनि हामीले आवश्यक समन्वय गर्यौं र यो सुरुङ निर्माणको लागि प्री फिजिबिलिटी स्टडी पनि कम्प्लिट भयो र यो भन्दा अघिल्लो सरकारको पालामा यो खास गरी सुरुङ मार्गको कार्य अवरुद्ध भएको छ, अगाडि बढाएको छैन सरकारले। यो सडक खास गरी सुरुङ निर्माण कार्यलाई हामीले चाहिँ अगाडि बढाउनका निम्ति दबाब पनि हामीले दिनुपर्ने भएको छ। यसको लागि चाहिँ हामी यहाँको नागरिकहरू, यहाँको जनप्रतिनिधिहरू, पोलिटिकल पार्टिज हरूको संयुक्त यसमा चाहिँ पहल जरुरी छ भन्ने मलाई लाग्छ। त्यसै गरेर हामीले कुडारीबाट टोप्लासम्मको विद्युतीकरणको काम
खास गरी यो क्षेत्रको जनतालाई उज्यालो युगमा पुर्याउनु पर्दछ भन्ने उद्देश्यका साथ करिब 20 किलोमिटर विद्युतीकरणको कार्य त्यति बेला कार्यालय प्रमुख नरेश रावल र हामीले त्यति बेलाको ऊर्जा मन्त्रीज्यू लगायतसँग पहल गरेर हामीले त्यो कार्य चाहिँ त्यहाँ लगायत जुम्ला जिल्लाभरिको आन्तरिक विद्युतीकरणको कार्य हामीले सम्पन्न गर्यौं।